आज बोतलको स्विमिङ गएको सिधै चिप्लेट देख्यौँ। चिप्लेटी खेल्न गयौँ। गएपछि त्यसपछि को जाने को खेल्ने भनेर भने सिधै जीवन बिष्टले पहिला मेरो ग्रुप जाने भनेर उहाँको ग्रुप सर लाएर 3 जना पाले यस्तो इन्डिभिजुअल आए। त्यसपछि अर्को ग्रुप 1 जना मात्रै आयो। त्यसपछि रामबहादुर मल्लको ग्रुप उहाँ पनि सिङ्गल आउनुभयो, ग्रुप आउनु मानेन। सँगसँगै यस्तै गर्दा गर्दै टन्न मान्छेहरू आएर कुलदीप सब डराउँदो रहेछ। कुलदीपले माथिबाट हेरिरहेको थियो। त्यो मान्छे चाहिँ लास्ट डराउँदा आऊ केही हुँदैन भनिरहेको थियौँ। त्यस पश्चात तल आइसकेको पहिला टोलीले अब यहाँबाट होइन माथि गोलोमा जानुपर्छ भनेर अनि सट्ट लाएर सबैजना आइसकेपछि गोलोमा जाम्ला भनेर अनि हामी माथि गोलोमा गयौँ। गोलोमा गएर ठिक छ भनेर सोध्यौँ। ठिक छ भन्नु हाम्रो ग्रुपको त्यो गोलमा पछाडि अरू भाइहरू पनि थिए है नचिनेको। त्यसमा सुरुमा म जान्छु त ल भनेर अनि बसेर ट्याक्क ल ठिक छ भनेपछि सर लाएर आइसकेपछि त्यो गोलोमा यस्तो रिङ्गाएकी गोलोमा बाफरे मलाई त रिङ्गाउनै लाग्यो। त्यसपछि नाचौँ भने तँ किन छौँ घिन्तपतौँ माइतबाट आउँछ बुढी मौसु ला 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 ला।